बग्दै गरेको शवबाट सुन निकाल्ने 2 जना पक्राउ। भिडियो भाइरल भए लगत्तै चितवन प्रहरीको एक्सन। ग्यास सिलिन्डर खोसाखोस गर्नेहरू पनि नोटिसमा। विपदमा नीच काम गर्नेमाथि प्रहरीको निगरानी। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि बगाएर ल्याएका शव तथा सामानमाथि लुटपाट र अमानवीय गतिविधि गर्ने व्यक्तिहरू विरुद्ध चितवन प्रहरीले कडा निगरानी बढाउँदै तत्काल पक्राउ गर्ने नीति अघि बढाएको छ। यसै क्रममा बाढीले बगाएर ल्याएको एक शवको कानबाट सुनको मुद्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले 2 जनालाई भरतपुरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नवलपरासीको विनय त्रिवेणी एक घर भई हाल भरतपुर 1 बस्ने 25 वर्षीय मदन गुरुङ र सुनसरी घर भई हाल भरतपुर 2 बस्ने 38 वर्षीय उमेश चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भिडियोको प्राविधिक तथा स्थलगत अनुसन्धानका आधारमा उनीहरूलाई भरतपुरको पोखरा बस पार्क नजिकबाट नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाइएको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपदको घडीमा पीडित वा मृतकप्रति गरिने लुटपाट र अशोभनीय व्यवहार सह्य नहुने चेतावनी दिएका छन्। यसअघि केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले पनि शवबाट गहना लुट्ने तथा बाढीले बगाएका ग्यास सिलिन्डर खोसाखोस गर्ने जस्ता गैर कानुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही हुने स्पष्ट पारिसकेका छन्। नारायणी र त्रिशुली नदी किनारमा भेटिएका शवहरूको पहिचान र व्यवस्थापन भइरहेका बेला यस्ता घटनाले पीडित परिवारमा थप पीडा थप्ने भन्दै प्रहरीले निगरानी बढाएको छ। विपदका बेला चोरी वा अमानवीय गतिविधि भएको देखेमा वा प्रमाण भेटिएमा तत्काल प्रहरीलाई खबर गर्न समेत अपिल गरिएको छ।